उक्लनु सबैको कर्म हो, सबैले उक्लनु पर्छ। आफै टेकेर उक्लनु र अर्काले समातेर उकाल्नुमा निकै फरक पर्छ। तराईको हात र पराईको आशीर्वाद दह्रो टेका होइन। कतै हात रड्कन पनि सक्छ, कतै खुट्टा अड्कन पनि सक्छ। मुस्ताङ चढेर सगरमाथा पुग्न सकिन्न। सगरमाथा चढ्ने भए हाम्रै आप्पाको हात समाउनु पर्छ। दौरा सुरुवाललाई त्यागेर टोपी मात्र लाउनु भएको छ। मात्र टोपीले कति टिक्नु होला। ओहदामा पुगेपछि पोसाकको के अर्थ हुन्छ भन्ने कुरो राष्ट्रपति र सभामुखसँग सिक्नु होला। हेर्नुहोस्, तानाशाही व्यवस्थाको सरकार प्रमुख बाहुन, छेत्री, नेवार, सन्यासी, बहुदलीय व्यवस्थाको सरकार प्रमुख मात्र ब्राह्मण, छेत्री, गणतन्त्र नेपालको सरकार प्रमुख बाहुनै बाहुनको ताती, खै त तपाईँहरूको समावेशी। हेर्नुहोस्, राम्रो मान्छे बिग्रनलाई नराम्रो दिन आउनु पर्दैन। नालीमा दुध पोखेर न नाली सफा हुन्छ न दुधको नै अस्तित्व रहन्छ। दक्षिणको मादल बजाएर उत्तरको गीत गाउन गाह्रो हुन्छ। रोटी बेटीको सम्झौता भन्दा हामीलाई पार्टीको सम्झौता प्यारो हुन्छ। नेपालीले खाने रोटी अर्काले पकाएर पाक्दैन। तपाईँ जतिसुकै राम्रो भए पनि सर्पले बेरेको श्रीखण्ड काम लाग्दैन। तपाईँ जतिसुकै राम्रो भए पनि सर्पले बेरेको श्रीखण्ड काम लाग्दैन।